के हेरेको खड्का ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत 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 छ होइन। यस्तै हो, घरिघरि औडा हुन्छ क्या, घरिघरि साइको हुनुपर्छ होइन। त्यही हो, साइको त हुनुहुन्न क्या, खत्रै यहाँ सलमान खान जस्तो छु यार, त्यस्तो देखिन्छ यार जन्यो चस्मा लगाएर चटक्क यस्तो पार्दा त वाउ। मम्मीले भन्नुहुन्थ्यो खत्रै देखिन्छस् भनेर भन्नुहुन्थ्यो। अब त्यस्तै हो, अरू थोक अब साइडमा राखिदिउँ होइन। अब डिलको कुरा गरौँ, डिलको कुरा, बिजनेसको कुरा गरौँ होइन। सबभन्दा ठुलो कुरो बिजनेस भनेको म चाहिँ होइन। अब यस्तै हो, मान्छेहरूलाई उल्लु बनाउने काम गर्छु, त्यही हो। अरू त त्यही हो। अब तपाईँहरूलाई नि उल्लु बनाएर सब्सक्राइब हान भन्छु। अब तपाईँहरू फेरि अहिले उयो हुनुभएको छ क्या, चालु हुनुभएको छ क्या, सब्सक्राइब त हाने मैले। युट्युब खोलेको 2 वर्ष भइसक्यो। 5 लाइक भन्दा 5 लाइक, एउटा भिडियोमा 5 लाइक र अनि के अरे सब्सक्राइब 2-3वटा भन्दा त आउँदैन। त्यही हो, अब चाहिँ हान्नु पर्यो सबैजना भएर होइन। हाने पनि हान्नु, नहाने पनि नहान्नु, मलाई बालै भएन नि। मम्मीले भन्नुहुन्थ्यो क्या, ए अरूको भरोसा नगर, आफ्नो भरोसा गर भन्दा। आफूले त हान्ने हो नि, आफ्नै जिमेलबाट खोल्ने हान्ने हो, अरूको बालै गर्ने होइन। पुन्टु पुटुङ पुन्टु पुटुङ पुन्टु चस्मा अलिकति मिलेन जस्तो लाग्यो क्या। अर्को चस्मा थियो भने त अर्को चस्मा हालिदिन्थेँ। अर्को सेतो खाले पनि छ क्या, यस्तै हो, वेल्डर चस्मा हो। फेरि तपाईँहरूले जोन साम्लिङ राईको चस्मा भन्नु होला, वेल्डिङ गर्ने चस्मा हो यो। बुढोहरू वेल्डिङ गर्ने जान्छन् कि, अनि तिनीहरूले ल्याइदिएको थिएँ। ए अलिक सानो भएर कान्छो भन्दा बुढोहरूले त के ल्याइदिन्छ अघि भर्खर यहाँनिर के दिइरहेको थियो नि, मैले बिर्सेँ। के दिएको थियो नि बिर्सेँ। ए सरी यहाँ चाहिँ सुन्तला जस्तो देखिन्छ गाइस, तर यो सुन्तला चाहिँ होइन, यो त उयो कागती जस्तो छ, तर खोलिँदैन क्या। मिठो चाहिँ मिठो छ, एकदम चखिलो छ, तर खोल्ने मान्दैन क्या। अनि केले काट्ने यसलाई, भित्र चक्कु छिराउनु नपाइने, त्यही हो। अब त्यस्तै हो, हेर्ने चित्त बुझाउने। त्यो दुइटा गेडा त्यहीँ लडिरहेको छ, आफूले यहाँ माथिबाट यस्तो रिताएको त्यही छ हो, त्यही छ। हेर्नु न यहाँ हेर्छम, लास्टै हेर्छम भयो। बाफ्रे के गर्नु भइसक्यो यहाँ। अब ताल पर्ने कपालै चिन्डे बनाइदिउँ क्या भनेको, झन् खतरा देखिन्छ होला है गाइस भन्ने होइन। अहिले फेरि सुरिएर गएर काटी पनि दिन्छु म त, काट्दिनँ, तर अब यस्तै हो होइन। वेल्डिङवाला चस्मा लाउने, बाटोतिर त हिँड्ने काम छैन, यति हुँदी घुमाउने, त्यस्तै हो। त्यही हो गाइस, अघि आएँ होइन, यी झाडु हान्नु बस्छु, धोतीहरूले टक्क यहाँनिर 2टा गेडा लडाइदिए, त्यसपछि गए उनीहरू। अब एकछिनमा आउँछन् फेरि तिनीहरू। तनी कैसन बा घरमा बोल्न थाल्यो। हेर्नु यहाँ धोती चाहिँ फेरि यस्तो हुन्छ है यिनीहरूको, यस्तो हुन्छ, यो कालो खाले धोती हुन्छ। यहाँ टाटे पाङ्रे धोती छ यहाँ बौलाहरू, त्यस्तै छ क्या, मजाको छ केटाहरू। अब यस्तै हो, फेरि म जस्तो भइसकेपछि रुममा त फेरि औडा हो क्या, आगो लगाइदिने रुममा। आगोको फेरि कुरै गर्नुहुन्न क्या, आगोको कुरा गर्नु चाहिँ यो फेरि ट्वाँ गरेर कराउँछ क्या। फेरि बुझ्छ क्या, नेपाली पनि बुझ्छ यसले। यो फेरि यो डिटेक्टर हो कि डिटेक्टर नै के भन्छ यो थाहा छैन, यसको नामै मलाई होइन। एकदम छिटो बुझ्छ यसले, त्यही भएर अब छोडिदिनु। अस्ति अब हामीलाई साँच्ची होइन एउटा कुरा, अस्ति हामीले एउटा भिआइपी खाना दिएको, हामीसँग पानी थिएन र यसले यति पानी दिएको। यो पानी दिएर त बिहारीहरू त खाएन छन् हौ। मैले त त्यही पनि बजाइदिएको गाइस, बजाएर त्यहाँ पर यहाँ हेर्नुहोस्, एक दिन तिर्खा लाग्यो, राति बिहान उठेर तिर्खा लाग्यो, अनि यहीँबाट बजाइदिएको। अब भरे बेलुका बजाइदिनु त्यो पनि, केटाहरूले खाँदैनन्। केटाहरू अब त्यस्तै हुन् क्या, उनीहरू अब अलिक भिआइपी खाना खाँदैन क्या, त्यही भएर त्यहाँबाट पानी चाहिँ मेरो काम हो, थिप्स हानिदिने हो। त्यही हो। के छ समिला दिदी, तपाईँको नाम लिँदैन भनेर नभन्नु न, तपाईँलाई त नाम लिइराख्ने हो हरेक भिडियोमा। समिला मेरो प्यारी, प्राणभन्दा प्यारी समिला दिदीलाई मिस्टर खड्के ब्लगमा हजुरलाई पनि स्वागत छ। हेर्नु न, फेरि इत्रेको हेर न बौला, त्यस्तै छ हौ समिला दिदी। भात खानुभयो तपाईँले? म त आएर भातै खाएको छैन हौ। तपाईँलाई यस्तै युट्युबबाटै सोध्ने हो क्या, के कल गरिराख्नु। चटक्क लाएर अब यहाँ 1-2टा अलिकति हल्का भिडियो बनाउने, भिडियोलाई सट्ट पोस्ट गरिदिने। यतिखेर चाहिँ अब पोस्ट भएको छैन होइन। सबैजनालाई चट्टसँगले सबैजनालाई सम्झेको छु होइन। सब्सक्राइब चाहिँ हान्नु पऱ्यो क्या, ठोक्नु पऱ्यो, बजाउनु पऱ्यो। यो कति अनुहारमा तेर्ने, यो अनुहार पनि त चटक्क लाएर माथि हेर्नु परेन, धेरै होइन। एकजनाले एउटा सब्सक्राइब भयो भने पुग्यो मलाई। धेरैवटा जिमेल बनाउनु पर्दैन सब्सक्राइब गर्नलाई। आनन्दले गइरहेको छ स्लो मोसनमा।
फास्ट मोसनमा जानुपर्छ भन्ने छैन, के को हतार होइन। आनन्दले भात खाऊँ, आनन्दले रेस्ट गरौँ अनि जाउँ न टाढाको बाटो भने त्यही हो। अरू त त्यस्तै हो। वेलकम 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 ब्याक टु अनदर च्यानल। मिस्टर खड्का नाम पनि आइसकेको छ। मलाई ठ्याक्क घरबाट बाउले फोन गरे फेरि। के छ त हौ आज कस्तो देखेछ कमेन्ट हान्नु पऱ्यो सबैजनाले मेरो। त्यही भएर हो कि यो वेल्डिङवाला चस्मा लगाएको। अब त्यही हो हजुरहरूलाई। अब लास्ट भिडियो भनेको म लास्ट भिडियो होइन आजको अब यति नै मात्रै भिडियो बनाउँछु। धेरै पनि बनाउनु है, खार पनि के लाउनु तपाईँहरूलाई, पागलै बनाउँछु कि फेरि म, फेरि खार लगाइदिन्छु क्या म तपाईँहरूलाई। त्यही भएर पनि हजुरहरूलाई यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नाके आइराख्छ है फेरि अब चाहिँ बेलायकनलाई ट्याक्क अन गरिदिनु होला। यो अनुहार त देखिराख्नुहुन्छ। त्यस्तै भन्दै भन्दै अब म लागेँ